गत वर्ष चाहिँ यसको टोटल मेरो क्षेत्रफल 1.5 बिघा हो। यसमा मेरो बुटा मैले 1200 समथिङ बुटा लगाएको हो। अहिले मसँग यो 700 बुटा चाहिँ छ। अरू मरे अब विभिन्न कारणले हैन। अब त्यो त स्वाभाविक भयो कि त्यो अब 100% त कहीँ दुनियाँमा केही पनि हुँदैन हैन। 70 भने लगभग 700 समथिङ बुटा मसँग बाँकी छ अहिले। अब यसलाई मैले रिप्लेस पनि दिनुपर्छ कतिपय ठाउँमा। जस्तो कुनै रोगी बिरुवा पनि पर्छ त्यसलाई उखालेर फाल्नुपर्छ। मैले यसको डिस्टेन्स पनि 5 मिटरको डिस्टेन्समा बिरुवा लगाएको छु नि त। अरूले 3 मिटर 2 मिटरकोमा लाउँछन्। मैले यसलाई के भने एउटा रुखले अर्को रुखलाई चाहिँ डिस्टर्ब गर्नुहुन्न र हामीले बीचमा पनि अरू केही उत्पादन तरकारीहरू लगाउनलाई अर्को उत्पादन पनि हुन्छ नि, दुईटा उत्पादन लिउँ भन्ने मेरो उद्देश्य हो खास चाहिँ। मैले अहिले पनि दुईटै उत्पादन लिइरहेको छु। जस्तो अस्ति तोरी लगेँ, त्योभन्दा अगाडि धान रोपेँ मैले, यसमा धान लगेँ। त्योभन्दा बिचमा चाहिँ तपाईँको मसुरो आयो अस्ति अलिकति हैन। त्यो भने मतलब मल्टिटाइप प्रोजेक्ट गर्नुपर्छ। एउटै प्रोजेक्ट जस्तो यो सक्सेस भएन भने अर्को कुनै प्रोजेक्टले पनि त्यसको रिकभर गर्नुपर्छ भन्ने हो मेरो कुरा चाहिँ। अनि यो उत्पादनको हिसाबले अब पोहोर चाहिँ उत्पादन भएको तपाईले भन्नुभएको थियो। पोहोर चाहिँ कागती मेरो धेरै उत्पादन भएन। मैले लगभग 20,000 जतिको कागती बेचे हो पोहोर चाहिँ। 20,000 तपाईको पहिलो उत्पादन थियो मेरो त्यो चाहिँ। त्यो 20,000 मैले जस्ताको तस्तै राखेको छु। त्यो मेरो पहिलो उत्पादन भएको हुनाले त्यसलाई चाहिँ मैले सुरक्षित राख्नुपर्छ। फर्स्ट उत्पादनको कागतीको फर्स्ट उत्पादन हो भनेर मैले त्यसलाई सुरक्षित राखेको छु। हैन यो वर्ष मेरो किनभने पानीको अलिकति अभाव भयो यो वर्ष। मलाई लाग्छ पोहोरको भन्दा बढ्छ। अहिले उत्पादन पनि पोहोरको भन्दा बढी छ। जस्तो यो बोरिङ गरे यो मैले चाहिँ यहाँनिर बोरिङ छ, त्यो पानीको त्यहाँबाट करेन्ट आउँछ सोलरको, यहाँबाट पानी चाहिँ यो बोरिङ हो यो चाहिँ खास चाहिँ। र यो यहाँ 3 प्रकारको कागतीको बिरुवाहरू छन् मसँग। एउटा चाहिँ सुन कागती यही प्रजातिको हो। यो प्रजाति मैले इन्डियाबाट ल्याएको हो, हेर्नुहोस् हैन। सुन कागती यो पनि सुन कागती नै हो। यो इन्डियाबाट ल्याएको प्रजाति चाहिँ त्यति राम्रो देखिएन, छैन यसको भनौँ न। नेपालकै चाहिँ जुन कागती छ त्यो नै राम्रो छ। छन चाहिँ यसको दाना त राम्रै लाग्छ। यसको फल हो सुन कागती, फल कम लाग्छ क्या यसको। लगभग 70 को एभरेजमा मेरो खर्च भएको छ यसमा। यो तार जाली हैन, अनि यो पानीको यो मैले सोलर हालेको छु यहाँ। सोलरमा यो लगभग यसमा चाहिँ 7.5 लाख रुपियाँ सोलरमा मात्रै गएको छ। यो सिँचाइको लागि